धन्यवाद दिन चाहन्छु। म यो स्थापना यहाँ नभएको भए बर्थडे नै मनाउन पाइँदैन थियो। सही। अब उहाँ पश्चिमदेखि आएर पूर्वमा एउटा यो संस्था स्थापना गरेर एउटा हामीले सानो व्यक्तिगत व्यापार गर्दा त अपराधीहरूले कति दुःख दिन्छन् भने यो सामाजिक संस्था स्थापना गर्न त झन् धेरै चुनौती छ। यसमा अब कतिले सकारात्मक आरोप नै लगाउँछन्, कतिले नकारात्मक आरोप नै लगाउँछन्। झन् यस्तो अनाथ बालबालिकाहरू यो समाजमा प्रत्यक्ष देखिने यो सेवा हो नि त। यो गर्न त यति जटिल छ कि यो कल्पनै गर्न सकिँदैन। हामीले समाजलाई कहिले पनि बुझाएर सकिँदैन। यो स्थापना गरेर आफ्नो बलबुताले भ्याएसम्म लागि परेर यो स्थितिसम्म यो ठाउँमा स्थापना गर्नु नै सबैभन्दा ठुलो कुरा जस्तो लाग्छ मलाई। जस्तै यस्ता उदाहरण हामीले अरू पनि देखाएका छौँ। त्यो गएर हेर्दाखेरि त्यहाँको व्यवस्थापन र यहाँको व्यवस्थापन हेर्ने त्यो आकाश पातालको फरक छ। त्यसको लागि चाहिँ हाम्रो कुशल सरले जति लागि परेर गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँले अहिले त अब उहाँलाई जटिल अवस्था होला, तर उहाँले पछि आफ्नो क्षमताले भ्याइसकेर दिइसकेको देन चाहिँ पछिल्लो पुस्ताले चाहिँ उहाँको मूल्याङ्कन गर्नेछ। उहाँको अहिले मूल्याङ्कन हुँदैन, किनभने उहाँ स्टार्टिङ लेभलमा हुनुहुन्छ, सङ्घर्षमा हुनुहुन्छ। उहाँले गरेको चाहिँ यो एउटा स्थापना संस्थाको चाहिँ उहाँको पछिल्लो पुस्ताले चाहिँ उहाँलाई मूल्याङ्कन गर्छ। उहाँका शालिग बन्छन्, उहाँले देख्नुहुन्न त्यो। अनि अरू त अब मैले के भन्ने र यो जन्मदिन उहाँले स्थापना, मेरो जन्मदिन चाहिँ उहाँको संस्था स्थापना भएर गर्न पाइयो, त्यही नै खुसी लाग्यो मलाई। अब यहाँसम्म आउने वातावरण चाहिँ एनसी राईले मिलाएको थियो। अघिल्लोचोटि नै हामी आएको थियौँ। अघिल्लो वर्ष पनि जन्मदिन चाहिँ मनाउने मैले तयारी गरेको थिएँ केही। अब हामीले त दिन के सकिन्छ र, तर अब एउटा समाजलाई जलाउने होइन जगाउन भनेर यसो देखाइदिन खोजेको हो। तपाईहरू पनि जन्मदिन मनाउँदा चाहिँ अब 5 स्टार होटलमा, 3 स्टार होटलमा, अब अरू सामान्य होटलमा गएर चाहिँ बियर खाने, जाँड रक्सी खाएर चाहिँ पार्टी खाएर चाहिँ हजारौँ रुपियाँ तपाईँहरूले चाहिँ सिद्ध्याउनु भएको भिडियोहरू लगाउनुहुन्छ। त्यो भन्दा बरु यसरी आएर चाहिँ बालबालिकासँग बसेर सामान्य एउटा गरेर चाहिँ उहाँलाई हप्ता दिन मात्रै खाने केही खानेकुराहरू हामीले सहयोग गर्ने भने, जस्तै लटर्स होमलाई मात्रै गर्नु भने होइन, मैले जति पनि छ नि अब यहीँ मात्रै गर्नु भनेको छैन। कहिले यो सालले यसमा गर्ने, अर्को त्यस्तो इच्छा हुनेले गरेदेखि हामीदेखि नै सानो सानो चिज आएर नै सबै ठुलो हुँदै जाने हो, सहयोग हुने हो। त्यो भएको कारणले मेरा जति पनि साथीभाइ हुनुहुन्छ उहाँहरूलाई पनि एकचोटि लटर्स होममा आएर भ्रमण गरिदिनु होला, हेरिदिनु होला। व्यवस्थापन अथवा छाता चोकमा पनि छ त्यस्तो संस्था होला, अरू पनि मास्तिर छ, त्यता पनि हेरिदिनु तपाईँहरूले। अब र बर्थडे कुनै पनि यस्तो कार्यक्रम इच्छा, अब आफ्नो सेलिब्रेसन केही कार्यक्रम भए आएर यसो गरेर बच्चाहरूसँग गर्दाखेरि राम्रो हो। अब अरू त म के भन्ने र, मेरो यो 37औं जन्मदिन चाहिँ बालबच्चासँग यसरी मनाउन पाइयो। खासै बर्थडे मनाउनु पर्छ भन्ने पक्षको नि म मान्छे होइन, तर अब जाउँ न त गएर अब यसरी सहयोग गरौँ भनेर चाहिँ म यो सहयोग त के भन्ने र, यो साथीभाइहरूसँग यसो आइयो, सामान्य यसो बर्थडे सानो केक काट्न पाइयो, यही नै म खुसी छु। लटर्स होम नेपाललाई चाहिँ धेरै धेरै धन्यवाद। यस्ता बर्थडेहरू फेरि पनि मनाउन पाऊँ, 38औं मनाउन पाऊँ, 39औं, मेरो अधिकांश मैले सक्नेसम्म सहयोग म लटर्स होम नेपाललाई गर्न इच्छा गर्छु भित्रैदेखि। र अरू साथीहरूले पनि, टङ्क जुगु पनि अब बर्थडे उहाँको कुन दिन जन्मेको हो भन्ने त थाहा छैन अरे उहाँलाई, त्यही पनि उहाँलाई नै अब अर्कोचोटि यहाँ ल्याउने हामी तयारी। त्यस्तै केशव सर हुनुहुन्छ, अब उहाँ बरबटे त अब भइहाल्यो होइन। अनि हाम्रो कुशल सरलाई धेरै धेरै धन्यवाद छ।